नमस्कार। आजको भिडियोमा हामी तपाईहरूलाई संसारकै एक ऐतिहासिक, धार्मिक र सांस्कृतिक रूपमा महत्त्वपूर्ण स्थल लुम्बिनीको बारेमा बताउनेछौँ। लुम्बिनी नेपालको रूपन्देही जिल्लामा अवस्थित छ। यो ठाउँ केवल एक स्थान होइन, यो हो शान्तिको मुहान, धर्मको केन्द्र र गौतम बुद्धको जन्मस्थल। यहाँको प्रत्येक इँटा, प्रत्येक ढुङ्गा, प्रत्येक रुख र समग्र वातावरणले इतिहासको गन्ध बोकिरहेको छ। आजभन्दा करिब 2600 वर्ष अघि शाक्य वंशकी महारानी मायादेवीले यही लुम्बिनीको बगैँचामा गौतम बुद्धलाई जन्म दिएकी थिइन्। इतिहास अनुसार मायादेवी आफ्नो माइती घर जाँदै थिइन् र बाटैमा लुम्बिनीको सुन्दर उपवनमा विश्राम गरिरहेकी थिइन्। त्यही बेला एउटा सालको रुख समात्दै उनले एक असाधारण शिशुलाई जन्म दिइन्, जसले पछि संसारलाई शान्ति, करुणा र ज्ञानको मार्गमा हिँडाउन प्रेरित गरे। बुद्धको जन्मपछि धेरै शताब्दी बिते, तर बौद्ध धर्म फैलँदै जाँदा सम्राट अशोकले ईपूतिर लुम्बिनी भ्रमण गरे। उनले त्यहाँ एउटा स्तम्भ स्थापना गरे जसमा लेखिएको छ, यस ठाउँमा शाक्य मुनि बुद्ध जन्मिए। यो स्तम्भ आज पनि लुम्बिनी परिसरमा अवस्थित छ र यही स्तम्भले प्रमाणित गर्छ कि लुम्बिनी नै बुद्धको जन्मस्थल हो। लुम्बिनी आजको दिनमा केवल एक धार्मिक स्थल होइन, यो युनेस्को विश्व सम्पदा सूचीमा समावेश एक सांस्कृतिक धरोहर हो। यहाँ विश्वका विभिन्न देशहरूले आफ्नो आफ्नो शैलीमा बौद्ध विहार बनाएका छन्, जस्तै थाइल्यान्ड, जापान, म्यानमार, कोरिया, चीन, श्रीलङ्का र जर्मनी। यी मन्दिरहरू केवल वास्तुकलाको नमुना मात्र होइनन्, यिनीहरू विविध संस्कृतिहरूको एकताको प्रतीक पनि हुन्। लुम्बिनी परिसरभित्र मुख्य आकर्षणहरूमा छन् मायादेवी मन्दिर, जहाँ बुद्ध जन्मिएको विश्वास गरिन्छ, पवित्र पोखरी जहाँ मायादेवीले स्नान गरेकी थिइन्, अशोक स्तम्भ, बुद्धको जन्म प्रमाणित गर्ने ऐतिहासिक संरचना र अन्तर्राष्ट्रिय शान्ति स्तूप जुन विश्व शान्तिको सन्देश दिन बनाइएको हो। लुम्बिनीको वातावरण एकदमै शान्त, पवित्र र आध्यात्मिक छ। यहाँ पुगेपछि मानिसहरूको मन आफै शान्त हुन्छ, आत्मामा एउटा अनौठो ऊर्जा महसुस हुन्छ। ध्यान, पूजा र आध्यात्मिक यात्राका लागि लुम्बिनी एक अनुपम स्थल हो। आज लुम्बिनी केवल नेपालका लागि गौरवको विषय होइन, सम्पूर्ण विश्वका लागि प्रेरणाको स्रोत बनेको छ। बुद्धको शिक्षालाई आत्मसात गर्दै लुम्बिनीले संसारलाई आज पनि करुणा, शान्ति र सहिष्णुताको सन्देश दिइरहेको छ। धन्यवाद। आजको भिडियो तपाईहरूलाई कस्तो लाग्यो? भिडियो जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। हस्त नमस्कार। धन्यवाद।